नमस्ते सबैजनालाई। मेरो नाम समीर श्रेष्ठ फ्रम सिडनी अस्ट्रेलिया। म चाहिँ तपाईँहरूलाई आज सिडनीमा वुलवर्थ्सको ट्रली भेहिकल ड्राइभरको काम कसरी हुन्छ भनेर देखाउन गइरहेको छु। मेरो चाहिँ आज 10 घन्टा छ काम, अनि त्यही भएर चाहिँ मलाई अलिक ढिलो भइरहेको छ। सो क्विकली कफी बनाउँछु अनि निस्किन्छु है त। अहिले चाहिँ सिडनीमा डिसेम्बरको महिना चलिरहेको छ। यति बेला चाहिँ इन्टरनेसनल स्टुडेन्टहरूले एक्स्ट्रा वर्क गरिरहेको हुन्छ। म चाहिँ काम आइसकेको छु। यही हो मैले चलाउने गाडी चाहिँ। यो चाहिँ स्टोरभित्र रहेको हाम्रो लकर रुम हो। यहाँ हामीले हाम्रो बिलोङ्गिङ्सहरू सबै यहीँ स्टोर गर्छौँ वाइल वी आर वर्किङ। अहिले स्टोरभित्र गएर क्लक इन गरेर यो चाबी गाडीको र यो फोन लिएर आइसकेको छु। अब मैले यो फोनबाट यो गाडीको इन्सपेक्सन गर्नुपर्छ जहिले पनि यहाँबाट निस्किनुभन्दा अगाडि। मैले वुलवर्थ्समा काम गरेको पनि 2 वर्षभन्दा बढी भइसक्यो। इभन दो म एक दिन मात्र काम गर्छु हप्ताको, जस्ट टु स्टे अपोइन्टेड एज अ वुलवर्थ टिम मेम्बर। यो छुट्टीहरूमा सिफ्टहरू पिक गर्न सजिलो भएकोले र मैले मास्टर्स डिग्री पर्स्यु गर्ने सोचेको हुनाले आई विल कन्टिन्यू डुइङ इट। यो चाहिँ वुलवर्थ्सको ट्रली कलेक्सन एप हो। यसमा चाहिँ हामीले यसरी स्टोर सेलेक्ट गर्नुपर्छ। फर्स्टमा हामीले आफ्नो लगइन डिटेल्स हालिसकेपछि ट्रलीको डिटेल्स देखाउँछ एन्ड वी आर गुड टु गो। आजको वेदर डिटेल्स भन्नुपर्दा चाहिँ इट्स 38 डिग्री सेल्सियस हियर इन सिडनी। अनि हामी चाहिँ यहाँ क्रिसमस बिचमा गएर स्यान्डले मनाउँछौँ रादर देन स्नो लाइक इन अदर कन्ट्रिज। मैले चाहिँ यहाँ केही ट्रलीहरू देखेँ जुन चाहिँ एपमा पनि देखाएको छैन, तर म यो स्टोर फिर्ता लिएर जान्छु। हामीले चाहिँ यो ऱ्याम्प खोल्दा बन्द गर्दा निकै नै केयरफुल हुनुपर्छ। हाम्रो ब्याकमा धेरै नै असर पर्न सक्छ इफ वी डोन्ट बी केयरफुल अबाउट इट। ट्रलीलाई ऱ्याम्पमा राखिसकेपछि मैले यसलाई राम्रोसँग लक गरिदिएँ। हामीले अब जतिवटा ट्रली पिकअप गऱ्यौँ त्यो सबै यहाँनिर लेख्नुपर्ने हुन्छ। त्यसले गर्दा चाहिँ हाम्रो लोकेसनहरू सबै सेयर हुन्छ यो एपमा। एउटा स्ट्रिट रनको निर्धारित समय चाहिँ लगभग 1 घन्टा हुन्छ। 1 घन्टामा चाहिँ लगभग ट्रली पुरै नै भरिसकेको हुन्छ गाडीमा। यदि नभरेमा पनि हामीले फिर्ता लिएर जान्छौँ र जति छ त्यति नै हामीले अनलोड गरेर त्यहाँ छोडिदिन्छौँ र अर्को स्ट्रिट रन गर्नतर्फ लाग्छौँ। अनलोड गर्दाखेरि चाहिँ हामी केयरफुल हुनुपर्छ। हाम्रो पछाडिबाट आइरहेको गाडीहरूलाई कन्सटेन्टली हेरिराख्नुपर्ने हुन्छ। लन्च टाइम। आज त अति नै गर्मी छ गाइस। वुलवर्थले बोतल दिएको छ। बोतलमा पानी खाने। लेट्स स्टार्ट अनदर रन। यसरी नै एउटा, दुईटा, तीनटा गर्दै मेरो दिन बित्यो। अब रातिको 9 पनि बजिसक्यो र यो मेरो फाइनल रन थियो र मैले फर्केर गाडी त्यही ठाउँमा राखेँ र माथि स्टोरतिर लागेँ। आज चाहिँ बिकज अफ द टेम्परेचर आई फेल्ट रियली टायर्ड एन्ड एक्जस्टेड। र त्यसैको साथ अन्त्य हुन्छ मेरो दिनको आजको। अहिले 9 पनि बजिसक्यो। अब घर जाने रेडी हुने। साथीहरू जिममा भेट्छु भने छ आज। त्यही अब जिम जाने
अनि खाने सुत्ने द्याट्स द एन्ड अफ द डे अब अर्को पालि भेटौँला बाई